संसदमा केही कुरा सही हुने, यो संसदमा केही कुरा गलत कसरी हुने, यो भएर सम्माननीय सभामुखज्यू हजुरको पनि सम्माननीय सभामुखज्यूको पनि सम्मान बढाउनका लागि, यो संसदलाई संसद जस्तो बनाउनका लागि प्रधानमन्त्री आवश्यक हुन्छ। यो नीति तथा कार्यक्रम काम गर्न बोलाएको भाषण गर्नु, संसदले उठाएका प्रश्नको सुझाव र जनसाचो सम्बोधन गर्न उहाँको नैतिक र राजनीतिक दायित्व हो। सम्माननीय सभामुख र अर्को सम्माननीय सभामुख महोदय, यो केवल प्रतिपक्षको आवाज होइन, माइक काट्नु होला तर बोलिरहन्छु, किनभने यो प्रतिपक्षको आवाज होइन, यो सत्ता पक्षका माननीय सांसदहरूको मात्र आवाज होइन, यो किनकि उहाँहरू पनि आज सत्ता पक्षका माननीय सांसदहरूको आवाज पनि हो। औपचारिकतामा बनाइन्छ भने जनताको विश्वासमाथि कुठाराघात हुन्छ। संसद कमजोर भयो भने प्रजातन्त्र कमजोर हुन्छ, प्रजातन्त्र कमजोर भयो भने जनताको आशा कमजोर हुन्छ। त्यसैले म सम्माननीय सभामुख मार्फत गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। प्रधानमन्त्रीज्यू तत्काल संसदमा उपस्थित भई नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुनुपर्छ, जनप्रतिनिधिहरूको प्रश्नको उत्तर दिनुपर्छ, संसदप्रतिको उत्तरदायित्व निर्वाह गर्नुपर्छ, अन्यथा इतिहासले प्रश्न गर्नेछ, यो संसदको रेकर्डमा दर्ज हुनेछ। यो अप्रजातान्त्रिक गतिविधिको हामी घोर भर्त्सना गर्छौँ। यो सबैले किनभने उहाँले एउटा सामान्य कुरा सके सम्मान्य, म एकजना परराष्ट्र मन्त्रीको एउटा कथन पढेँ, संसद निरन्तर सत्ताको छाया बन्दै गएको छ। 1930 जर्मनीको इतिहास पढ्नु होला, हिटलर बन्दुकको नालबाट आएका थिएनन्, चुनावैबाट आएका थिए। जति बेला उनी सरकारमा गए त्यति बेला संसद र प्रजातन्त्रको अधिकार कटौती गरे र यस्तै माननीय सांसदले हिटलरलाई समर्थन गरेर विश्वको तानाशाह बने। मेरो प्रश्न प्रधानमन्त्रीजीलाई, तपाईँले हिटलर बन्दै हो भन्ने यो मेरो प्रश्न होइन, राष्ट्रसभाका सांसद माननीय परराष्ट्र मन्त्रीले अघिल्लो संसदमा उठाएको विषयवस्तु। ल भन्नुहोस्, अघिल्लो संसदमा केही कुरा सही हुने, यो संसदमा केही कुरा गलत कसरी हुने, यो भएर सम्माननीय सभामुखज्यू हजुरको पनि सम्माननीय सभामुखज्यूको पनि सम्मान बढाउनका लागि, यो संसदलाई संसद जस्तो बनाउनका लागि प्रधानमन्त्री आवश्यक हुन्छ। यो नीति तथा कार्यक्रम काम गर्न बोलाएको भाषण गर्नु। सम्माननीय सभामुखज्यू, अब मैले के भनौँ, इतिहासमा पहिलो पटक हुँदैछ यो। आज तपाईँलाई हास्य पदक लाग्न सक्छ किनकि तपाईँहरूसँग बहुमत छ र जनताको समर्थन छ। तर पहिला गाउँघरतिर एउटा भन्ने गर्थे, बाघले बाख्रा मार्यो भन्ने होइन, बाघ पल्क्यो भन्ने। संसदलाई प्रधानमन्त्रीले छल्ने आज परम्परा हुने हो भने बालेन शाह यो वर्षको 20 वर्षको प्रधानमन्त्री होइन। अब आउने भावी प्रधानमन्त्रीहरूले संसद छल्ने परम्परा यदि बन्यो भने यो देशको प्रजातन्त्र कहाँ जान्छ? आज हाँस्ने प्रिय मेरा माननीय साथीहरू भोलि रुनुपर्ने दिन आउन सक्छ है।